एकचोटि के भइरहेको थियो, हामी चारजना गफ गर्दै थियौँ र एउटा साथी सुनिरहेको थियो है। सरले पढाइराख्नु भएको थियो अनि सरले हाम्रो कुरा सुन्नुभयो र सर बिस्तारै हामीतिर आउँदै हुन्थ्यो। पिच पिङ पिच पिङ पिच पिङ त्यस्तो आवाज चाहिँ आएको थिएन हिँड्दा। त्यसपछि सरले सबलाई हान्नुभयो, सबलाई। सर म त बोलेकै थिएन सर, किन हान्नुभयो मलाई? अब बोलिस् त। ल टिचरहरू जसले हामीलाई धेरै कुराको नलेज दिनुहुन्छ, साथसाथै अरूहरूको पनि नलेज दिनुहुन्छ, जस्तै गफ हान्न। हेर केटाकेटी हो, जे गर्ने हो नेपालमै बसेर गर्ने हो, बुझ्यौ नि सबले। नेपालमा तिमीहरूको घरको झ्याङतिर सिस्नो छ कि छैन? त्यो सिस्नो टिपेर त्यहाँबाट हामीले लुगा बनाउन सक्छौँ। हेर केटाकेटी हो, लुगा बेचेर यहीँ कमाउने नि यार। को जान्छ विदेश? यस्तो 40,000को लागि कोही विदेश जान्छ? मतलब कुचबिहार सिस्नोको लुगा कहाँबाट बनाउन सकिन्छ? त्यो पनि को लाउँछ सिस्नोको लुगा? त्यही माथि अर्को सर पनि आउनुहुन्छ अझै। सर सर त्यो राम घर गयोमा त्यो कुन काल हो त्यो? ए त्यो बाबु, ए बाबु त्यो त भूतकाल हो। तर सुन, राम चाहिँ आफ्नो सीतासँग 14 वर्षको लागि वनवास गएका थिए। सुन है बाबु, एकदम रमाइलो कहानी छ। A few moments later. हनुमानले त लङ्कै जलाइदियो नि बाबु। 6.5 hours later. राम 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 गए बनैमा। Day 2. कति छिटो तामसिदियो। कोर्स कहिले भ्याउने मैले? हरेक स्कुल वा कलेजमा एउटा यस्तो सर पनि हुनुहुन्छ जसले आफ्नो क्लासले जहिले खत्तमै भन्नुहुन्छ। ए तिमीहरूको जस्तो खत्तम क्लास मैले कतै देखाएको थिइनँ। मैले पढाएको यति वर्ष भयो, तर यस्तो क्लास यो लास्टमा बस्ने भाइ के हो भाइ? के हेरेर मलाई? पढ्न सड्न छैन? दिनभरि गेम खेलिन्छ जस्तो छ त अनुहार हेर्दाखेरि। यो केटाकेटी दुवैको अनुहार हेर्दाखेरि खासै पढ्ला जस्तो लाग्दैन। यो लकडाउन पछि सब केटाकेटीहरूको पढाइ नै बिग्रियो। यो बाबुआमाले पनि कति फुलफुलाएर राखेका, खाना पनि खान दिएकै छन्, लाउन दिएकै छैन। बिजोक रमाइलो पो रहेछ है यो क्लासमा त। मैले सोध्छु कि यार, म जुन क्लासमा पढ्छु त्यही क्लास नराम्रो कसरी हुन्छ यार? अनि अर्को क्लासको मान्छेलाई सोधेको अर्को क्लासमा पनि त्यही भन्दो रहेछ। ल भनेपछि उस्तै रहेछ। हेर केटाकेटी हो होइन। अनि तिमीहरूको फेभरेट टिचर को थियो? कमेन्ट गर। मन पर्यो भने लाइक र सब्सक्राइब गरिदिनु। अब म मिल्छु अर्को नेक्स्ट भिडियोमा। तबसम्मको लागि बाई बाई।